महिनावारी सकियो भनेर ढुक्क हुनुभएको थियो, तर फेरि कालो चुक्टा रगत देखिन थाल्यो। यो सामान्य हो कि कुनै गम्भीर सङ्केत हो त? के तपाईँलाई पनि महिनावारी रोकिएपछि सेतो पानीसँगै गाढा कालो रगत बग्ने समस्याले सताएको छ? आजको भिडियोमा हामी यसको भित्री कारण र बस्ने उपायबारे चर्चा गर्नेछौँ। नमस्ते, म पार्वता। आज हामी महिला स्वास्थ्यको एउटा यस्तो पाटोबारे कुरा गर्दैछौँ जसबारे धेरै महिलाहरू खुलेर कुरा गर्न हिचकिचाउँछन्। महिनावारी रोकिएपछि पनि सेतो पानी मिसिएको कालो रगत किन आउँछ त? आउनुहोस् यसबारे विस्तृत रूपमा जानकारी लियौँ है त। महिनावारी सकिएपछि पनि यस्तो समस्या देखिनुमा मुख्यतया निम्न कारणहरू हुन सक्छन्, जस्तै पुरानो रगत। कहिलेकाहीँ पाठेघरमा बाँकी रहेको केही रगत बाहिर निस्कन ढिलो हुन्छ। हावाको सम्पर्कमा आएपछि रगत अक्सिडाइज भएर कालो वा कफी रङको देखिन सक्छ। हर्मोनल असन्तुलन, एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको उतारचढावका कारण पाठेघरको पत्र इन्डोमेट्रियम समयमा राम्ररी नझर्दा यस्तो हुन सक्छ। अर्को रहेको छ सङ्क्रमण। यदि रगतसँगै सेतो पानी र दुर्गन्ध पनि आउँछ भने यो भजाइनल येस्ट इन्फेक्सन वा ब्याक्टेरियल भेजिनोसिसको सङ्केत हुन सक्छ। पाठेघरको मुखको समस्या, सर्भाइकल पोलिप्स वा पाठेघरको मुखमा घाउ भएमा पनि रगत मिसिएको डिस्चार्ज आउन सक्छ। परिवार नियोजनका साधन, पिल्स वा कन्ट्रासेप्टिभ प्रयोग गरिरहेका महिलाहरूमा पनि कहिलेकाहीँ स्पोटिङको समस्या देखिन सक्छ। अब रोकथामका उपायहरू प्रिभेन्सन बारे बुझौँ है त। समस्या आउनु अघि नै सजग रहनु बुद्धिमानी हुन्छ। त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ। यौनाङ्ग क्षेत्रलाई सधैँ सुक्खा र सफा राख्नुहोस्। सन्तुलित आहार, हर्मोनलाई सन्तुलित राख्न हरियो सागसब्जी, फलफुल र पर्याप्त पानी पिउने गर्नुहोस्। तनावलाई व्यवस्थापन गर्नुहोस्। धेरै मानसिक तनावले पनि हर्मोनलाई बिगार्न सक्छ, त्यसैले तनाव कम गर्नुहोस्। अर्को रहेको छ नियमित व्यायाम। हल्का व्यायामले शरीरको रक्त सञ्चार र हर्मोन प्रणालीलाई स्वस्थ राख्छ, त्यसैले नियमित रूपमा व्यायाम गर्नुहोस्। यदि यो समस्या दोहोरिरहन्छ भने घरमै बस्नुभन्दा डाक्टरको सल्लाह लिनु अनिवार्य हुन्छ। समस्या दोहोरिरह्यो भने डाक्टरसँग सल्लाह लिनुहोस्। के जाँच गर्नुहुन्छ त डाक्टरले, यो पनि जान्न अति आवश्यक हुन्छ। डायग्नोसिस, डाक्टरले पेल्भिक अल्ट्रासाउन्ड वा प्यापिस्मियर टेस्ट गरेर भित्री कारण पत्ता लगाउनुहुन्छ। औषधि उपचार, यदि सङ्क्रमण हो भने एन्टिबायोटिक वा एन्टिफङ्गल क्रिम वा औषधि दिनुहुन्छ। हर्मोन थेरापी, हर्मोनल गडबडी भएमा चिकित्सकले निश्चित समयका लागि औषधि सिफारिस गर्नुहुन्छ। महिनावारी पछि पनि हल्का रगत देखिनु कहिलेकाहीँ सामान्य भए पनि यदि यो सँगै पेट दुख्ने, दुर्गन्ध आउने वा धेरै चोक्टा जाने हुन्छ भने तुरुन्त स्त्रीरोग विशेषज्ञलाई देखाउनुहोस्। आफ्नो स्वास्थ्यमा कहिले पनि लापरवाही नगर्नुहोस्। कुनै पनि औषधि डाक्टरको सल्लाह बिना आफै मेडिकलमा गएर किनेर नखानुहोला। तपाईहरूलाई आजको जानकारी कस्तो लाग्यो? यदि उपयोगी लाग्यो भने भिडियोलाई लाइक र सेयर गर्न नभुल्नुहोला। कुनै पनि समस्या भए कमेन्ट बक्समा आफ्नो समस्या राख्नुहोला। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि नेपाल सञ्जाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। नमस्ते, नेपाल सञ्जाल हेर्दै रहनुहोला।